नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौं सिंहदरबारको प्रसङ्गबाट। नवनियुक्त मन्त्री तथा कर्मचारीहरू दशैं मनाउन जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ। दशैं सकिएर सरकारी कार्यालयहरू खुले पनि सिंहदरबार आफ्नो लयमा फर्किन सकेको छैन। प्रधानमन्त्री नियुक्त भएको करिब 3 महिना पुग्दै लाग्दा असोज 22 गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषदलाई पूर्णता दिएका थिए। उसै पनि मन्त्रालयमा मन्त्री नहुँदा र मन्त्रीको अनुपस्थितिमा काम हुन नसक्दा मन्त्रीलाई भेट्न जाने राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भिड 3 महिना अघिदेखि नै शून्य थियो। मंगलबार पनि सिंहदरबारमा मानिसहरूको आवत जावत निकै कम देखिएको छ। बुधबार कोजाग्रत पूर्णिमादेखि दशैं औपचारिक रूपमा सकिने भए पनि सरकारी कामकाज सुरु भइसक्दा पनि दशैं बिदामा गएका कर्मचारीहरू फर्किन नसकेको अवस्था भने मन्त्रीहरू पनि अझै शुभकामना आदान प्रदानमै दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भिड घटेको छ। हाल मन्त्रालयमा सीमित कर्मचारीहरू मात्रै भेट्न र देख्न सकिन्छ। कर्मचारी तथा सेवाग्राहीको संख्या न्यून मात्रामा देखिएको भने कतिपय मन्त्रालयमा मन्त्रीको समेत अनुपस्थिति देखिएको छ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय पेरिस टाढामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो। बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक 25 गतेसम्म म्याद थप गरेको छ भने टोल सम्मेलन कार्तिक 27 गतेसम्म, वडा सम्मेलन मङ्सिर 4 गतेसम्म, पालिका सम्मेलन मङ्सिर 11 गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर 25 गतेसम्म गर्ने म्याद थप गरी पार्टीका प्रवक्ता कृष्ण महराले जानकारी दिनुभयो। उहाँले 139 जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, 99 जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च बनाइएको, पेशल कुमार पोखरेलको अध्यक्षतामा 25 सदस्यीय लेखा आयोग बनाइएको, टङ्कर राईको अध्यक्षतामा 25 जनाको अनुशासन आयोग बनाइएको र 175 जनाको विशेष समिति बनाइएको जानकारी दिनुभयो। तो नवीकरण पार्टी सदस्य नवीकरणको विषयमा कार्तिक 25 गतेसम्म म्याद थपिएको छ। टोल सम्मेलन 27 गते कार्तिक 27 गतेसम्म, वडा सम्मेलन मङ्सिर 4 गतेसम्म, पालिका गाउँपालिका नगरपालिका र महानगरपालिकासम्मको मङ्सिर 11 गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर 25 गतेसम्म म्याद थपिएको छ। राष्ट्रिय सम्मेलनको होइन। यो सम्मेलन सम्बन्धी तालिका हेरफेरमा हो। अर्को सङ्गठन सम्बन्धी केही निर्णयहरू भएको छन्। सङ्गठन सम्बन्धीमा निर्णयहरूमा 1 नम्बरमा सल्लाहकार 149 जना को सल्लाहकार समिति बनाइएको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च बनाइएको छ 79 जनाको। आयोगहरूमा निर्वाचन आयोग पहिले नै थाहा छ तपाईँलाई, हाम्रो अध्यक्ष विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा बनाएकै छ, त्यो हामीले घोषणा गरिसक्यौँ। लेखा समिति 25 जनाको, त्यो पनि 25 जनाको निर्वाचन समिति पनि थाहा छ उनीहरूलाई, साथीहरूलाई। त्यसपछि पेशल कुमार पोखरेलको संयोजकत्वमा अध्यक्षतामा 25 सदस्यीय लेखा आयोग, त्यसै टङ्कर राईको अध्यक्षतामा अनुशासन आयोग 25 जनाको त्यो बनाइएको छ। विशेष समिति यो भूगोलभन्दा बाहिर काम गर्ने साथीहरूको विशेष कमिटी 175 जनाको बनाइएको छ। माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक कार्तिक 4 गते बिहिबार बिहान 8 बजे बस्ने प्रवक्ता महराले बताउनुभयो। नेपाल भ्रमणमा रहेका भारतको नेशनल डिफेन्स कोर्स 2021 का भ्रमण दलले मंगलबार नेपाली सेनाको जंगी अड्डामा भ्रमण गरेको छ। जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्मा उक्त भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धीरेन विगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटपछि नेपाली सेना सम्बन्धी विषयहरूमा प्रस्तुतिकरण र अन्तर्क्रियाको कार्यक्रम सम्पन्न भएको थियो। प्रधान सेनापति शर्माले यस्तो भ्रमणबाट दुई देशको सेना बीच रहिआएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोको विषयहरू सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै आजै एक फरक कार्यक्रममा भ्रमण दलमा सहभागी फ्याकल्टी मेम्बर तथा तालिमरत शिक्षार्थीहरू श्रीमतीहरूलाई भद्रकालीमा रहेको सैनिक श्रीमती सङ्घको कार्यालयमा स्वागत तथा शिष्टाचार भेटवार्ता कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त भ्रमण दलले आजै रक्षा मन्त्री, अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि 12 दिनदेखि माइती घरमा अनसन बस्नुभएकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोड्नु भएको छ। 12 दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोड्नु भएको हो। सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वीरेन्द्र सिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहनुभएको छ। उहाँले मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फनिन्द्र मणि पोखरेलले जुस खुवाएर अनसन तोडाउनु भएको थियो। अनसन तोडेपछि उहाँले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताउनुभयो। सबै महिलाहरू जो बलात्कार भएर मारिनु भएको छ, हत्या भएको छ, जो हिंसा भएर हत्या भएको छ, जो हिंसामा पर्नु भएको छ, ती सबै महिलाहरूको लागि हामी चाहिँ यो आन्दोलन गरिरहेका छौँ र यो आन्दोलन सबै महिलाहरूको लागि हो र सबै महिलाहरूको न्यायका लागि यो आन्दोलन हो र यहाँहरूको सबैजनाको अथक प्रयासले आज जुन हामी सफल भएका छौँ यो यहाँहरूको सबैको जित हो र यो मात्र आज जुन हाम्रो सम्झौता भएको छ यो लिखित सम्झौता भएर आज यो अनसन यहाँ स्थगित मात्र भइरहेछ। आयोगले अपराधीलाई कानुन बमोजिमको सजाय दिलाउने विश्वास दिएपछि खानले आमरण अनसन तोड्नु भएको हो। उहाँले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग समेत गर्नुभयो। दशैंको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दशैंको घटस्थापनापछि कार्तिक 1 गतेसम्म दुर्घटनाका कारण 161 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार फुलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा 32 जनाको मृत्यु भएको थियो। त्यसैगरी दशैंको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा 8 जनाको ज्यान गएको थियो। सोही अवधिमा काठमाडौँ उपत्यकामा दशैं अवधिमा 308 वटा दुर्घटना भएका छन्, जसमा 3 जनाले ज्यान गुमाएका छन्। यातायात व्यवस्था विभागले 6 महिनापछि नयाँ सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको आवेदन खोल्ने तयारी गरेको छ। गत वैशाख 16 गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी 1 सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ। प्रवक्ता डाक्टर लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ। यसअघि आवेदन दिएकाहरू भदौ 20 गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन सुरु गरिएको थियो। प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुने आवेदन दिनाएका करिब 5 लाख जनाले चालकको परीक्षा मिति कुरिरहेका छन्। प्रवक्ता भुसालका अनुसार अब दैनिक रूपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रूपमै आवेदन लिइनेछ। कार्यालयहरूले आफ्नो क्षमता अनुसार कोटा तोकेर आवेदन खुलाउनेछन्। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।